हिगा छोलिङ मोनास्ट्री ईस्ट 1850 को यो चाहिँ घुमको पुरानो गुम्बा है, जहाँ चाहिँ हामी लास्ट अब मृत्युको लास्ट स्मरण हामी यहाँ आउँछौँ लासहरू लिएर। के छ भने चाहिँ अब यहाँ चाहिँ पहिला चाहिँ के थियो भने एउटा जब हामी डेड बडी लास लिएर आउँछौँ, तर हामीलाई यहाँनिर ठिक्कै यहाँ अगाडिपट्टि चाहिँ हामीलाई परिवारको जो पनि बित्नु भएको छ उसको चाहिँ यहाँ अगाडि राखेर चाहिँ उहाँको चाहिँ मेलम गर्थ्यो। मलाई लास्ट अब उहाँको फौज जस्तो मेलम जस्तो गर्थ्यो। अनि त्यो गरेर चाहिँ गुम्बा एकपल्ट परिक्रमा गरेर चाहिँ लान्थ्यो। र यो चाहिँ लकडाउनदेखि त हटेको छ। अन्त यो चाहिँ कन्टिन्यू हुनुपर्ने खासमा गुम्बामा, किनभने यो हाम्रो अन्तिम मृत्यु हुनेको अन्तिम यात्रा हुने भएको हुनाले यसलाई चाहिँ कन्टिन्यू गरेको राम्रो हुने थियो। हाम्रो तर्फबाट चाहिँ यही रिक्वेस्ट छ है, जति पनि मृत्यु भएको घर परिवारहरू आउँछ उहाँले अन्तिम यहाँनिर एकपल्ट विश्राम लिएर आफ्नो परिवारको पार्थिव शरीरलाई यहाँ अगाडि राखेर उहाँको नाममा अन्तिम एउटा मेलम गर्छ है। र पहिला चाहिँ थियो, अनि लकडाउनदेखि चाहिँ यो यसमा चाहिँ सिधै लाने भएको थियो, तर अहिले त्यसलाई चाहिँ बन्द गरेको छ। र यहाँ चाहिँ पहिला त्यही चलन थियो। र यहाँ हामी स्वयं पनि हुँदाखेरि पनि के थियो भने जहिले पनि कहीँबाट डेड बडी आउँदैछ भने हामीले यो अगाडि चाहिँ एउटा बेन्च राखिदिन्थ्यो। अनि हामीले त्यहाँबाट एउटा डेड बडी आउँदैछ भने हामी एउटा 3 पल्ट जस्तो शङ्ख फुकिदिन्थ्यौँ। र जब मृत्यु भएको यो आउँथ्यो मलामीहरू, अब के भन्नु उयो हो मृत्यु भएको अब जब ल्याएर आउँदै थियो उनीहरूको पार्थिव शरीर ल्याउँछ, तब त्यहाँनिर गेटको यहाँ पर नै उहाँहरूले पनि 3 पल्ट जस्तो शङ्ख फुक्थ्यो। र हामीले उहाँलाई एउटा हामी पनि यहाँनिर तपाईँको लागि उयो मतलब स्वागत हो कि के हो त्यो चाहिँ हामी जान्दैनौँ, पहिलाको नियम हो यति भन्दै। त्यो पहिलाको चाहिँ नियम चाहिँ हामीले कन्टिन्यू गरिदिएको भए राम्रो हुने थियो यहाँनिर चाहिँ।